महानगरपालिकाको मेयर हुँदा पनि भत्काकै अब आएर प्रधानमन्त्री बनेपछि भत्काकै व्यवस्थापन त्यति राम्रो भइसकेको छैन। अहिलेसम्म पनि कहाँको अपार्टमेन्टमा लगेर सबैजना सुकुम्बासीहरूले राखेको छ थाहा छैन। चारैतर्फ आन्दोलन विरोधै विरोध सुरु हुन थालिसकिसक्यो। हुन त कति कामहरू राम्रो पनि भइरहेको छ, कति कामहरू चाहिँ नराम्रो पनि भइरहेको छ। राम्रो खालको लक्षण चाहिँ होइन यो। अब हरेक कुराहरू बोल्दै नबोलेर समस्याको समाधान हुँदैन। त्यत्रो ठुलो पदमा अब प्रधानमन्त्री जस्तो गरिमाय पदमा बसेपछि केही रिस्पोन्स चाहिँ दिनुपर्छ। यस्तो हुँदैछ है, यस्तो प्लानिङ बन्दैछ है, अब देश यसरी विकास हुन्छ भनेर थोरै चाहिँ बोल्नुपर्ने हो। बोल्दै नबोलिकन अब त्यसरी चाहिँ देश चल्छ होला र? हो, साह्रै चल्छ जस्तो लागेन मलाई।